50% भन्दा कम अंक ल्याउनेलाई कारबाही र उत्कृष्टलाई पुरस्कारको व्यवस्थाले कर्मचारी तन्त्रमा वर्षौंदेखि जमेर बसेको काम नगरे पनि तलब पाकिहाल्छ भन्ने मानसिकतामा ठूलो धक्का दिनेछ। यसले सरकारी सेवालाई निजी क्षेत्रको जस्तै प्रतिस्पर्धी र नतिजामुखी बनाउनेछ। तर यो सुधारको बाटो जति आकर्षक देखिन्छ त्यति नै चुनौतीपूर्ण पनि छ। नेपालको कर्मचारी तन्त्र एउटा यस्तो किल्ला हो जहाँ ट्रेड युनियनका नाममा दलीय राजनीतिले गहिरो जरा गाडेको छ। राजसभाले अघि सारेको सुधारका योजनाहरू लागू गर्न सबैभन्दा ठूलो अवरोध तिनै राजनीतिक संरक्षण प्राप्त कर्मचारी संगठनहरूबाट हुने निश्चित छ। जबसम्म कर्मचारीको भविष्य जनताको हातमा हुँदैन तबसम्म उसले जनतालाई सेवाग्राही होइन याचकको रूपमा देखिरहन्छ। राजसभाले ल्याएको टीओआर कोड र सार्वजनिक मूल्याङ्कन प्रणाली यही शक्ति सन्तुलनलाई उल्ट्याउने एउटा कडा अस्त्र हुन सक्छ। प्रस्तावित योजना अनुसार प्रत्येक कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन अब बन्द कोठामा हाकिमले लेख्ने गोप्य प्रतिवेदनमा मात्र सीमित हुने छैन। जब सेवाग्राहीले सेवा लिइसकेपछि सोझै आफ्नो प्रतिक्रिया र रेटिङ दिन पाउनेछ तब कर्मचारीमा एउटा मनोवैज्ञानिक दबाव सिर्जना। राजसभाले पहिचान गरेको मुख्य समस्या भनेको कर्मचारीहरूको उत्तरदायित्वको दिशा हो। हालको प्रणालीमा कर्मचारीहरू जनताप्रति होइन आफ्ना हाकिम र राजनीतिक दलका नेताहरूप्रति उत्तरदायी छन्, किनभने उनीहरूको सरुवा बढुवा र सेवा सुविधाको साँचो तिनै हाकिम र नेताको हातमा छ।